क्या भोक लागिरहेको थियो अत्याति समोसा खान लाग्यो समोसा त झन्नै नझर्दिएर भने कमेडी अरूको सुरुवात बिहान बिहान केबाट हुन्छ त्यो चाहिँ थाहा छैन मेरो चाहिँ भाँडा माझ्नुबाट हुन्छ के गर्नु गाह्रो छ हौ गरी खान गाह्रो छ फाइनली भाँडा साँडा माझेर भ्याइदिन्छु अनि टक्क लाएर भात पनि बसालिदिन्छु कि अनि भात त पकाउनु परिहाल्छ कि किनकि काम गर्न जानु छ नि त अनि टक्क लाएर आजको मेरो नास्ता चाहिँ समोसा तरकारी थियो कि समोसा झन्नै नझर्दिएर भने क्या डर लागिरहेको थियो अनि टक्क लाएर समोसा तरकारी मिक्स गरेर खाइदिन्छु क्या मिठो लागिरहेको थियो कि मिठो भोक लागेको भएर होला अनि कपडा सपडा चेन्ज गरिदिन्छु काममा त जान परिहाल्यो नि त टक्क लाएर फाइनली कपडा सपडा चेन्ज गरेर अब जान लाग्यो म चाहिँ काम गर्न है त गाइस टक्क लाएर काम गर्न आएको अनि मेरो आजको काम थियो फरस गराउने अनि पातो सातो नापेर टक्क लाएर चाप्पन हान्न पनि सुरु गरिदिन्छु कि होइन चाप्पन भन्ने के हो भन्नुहुन्छ होला पाता मोड्न लाग्यो कि टक्क अनि यो चाहिँ कहाँ लाग्छ भन्नु होला बलेरो जिपको ढालामा लाग्छ कि अनि त्यो गर्न त पर्यो काम गर्न आइसकेपछि सबभन्दा झ्याउ लाग्ने भनेको मलाई फेरि यही गर्नु हो के गर्नु काम गर्नु गाह्रो छ हो गरी खान काम त गर्नु परिहाल्यो अनि फास्ट हानिदिन्छु अनि फाइनली मोडेर पनि भ्याइदिन्छु कि क्या गाह्रो हुन्छ कि यो मोड्न फेरि के भन्नु र अनि मोडेर पनि भ्याइदिन्छु अनि क्या भोक लागिरहेको थियो एक पनि बसिसकेको थियो अनि भात साथ खाइदिन्छु आजको लागि यति नै एन्ड बाई नेक्स्ट भिडियो पनि हेर्नु